साथीहरु मेरो गिलो चटपटी चाहिँ यस्तो भएको छ हेरिछु मिठो पनि भएको थियो है मैले चाहिँ एक्सपेक्ट गरेको थिइनँ मलाई यति मिठो लाग्छ भनेर आफ्नै हातको के तारिफ गर्नु तर मैले मिठो चटपटी बनाएको थिएँ अनि मैले चाहिँ यो चटपटी खाने प्लान गरेको लगभग 2 हप्ता नै भइसक्यो साथीहरु बल्ल बल्ल आज मौका मिलेर खान गइराको छु है यो प्लान सक्सेस नहुनुमा चाहिँ मेरो हस्बेन्डको ठुलो हात छ के उहाँलाई जंक फुड भनेपछि चाहिँ खान्नै हुँदैन मैले खाए भने पनि उहाँलाई मनै पर्दैन के हैन हैन भनेर अरु चीजले टारिसिन्छ एकले बनाएर खान पनि कस्तो मजा लाग्दैन के उहाँले नि खाइसिन्थ्यो कि अलिकति भए पनि जस्तो लाग्छ अनि त्यही हो उहाँको आज छुट्टी भएको भएर दुई जना मिलेर मज्जाले खायौं अनि उहाँलाई चाहिँ एज युजुअल त्यस्तो धेरै मिठो लागेन मलाई चाहिँ एकदमै मिठो लागेर मैले डबल त्रिपलै खाएँ त्यसपछि पो मैले सम्झे कि साथीहरु मलाई ड्राई चटपटी नै खानु थियो के नेपालमा हुँदा यति धेरै खान्थे एउटा मेरो फेभरेट पानीपुरी चटपटी पसल थियो त्यहाँ चाहिँ त्यो आन्टीले लास्टै मिठो बनाइसिन्थ्यो के अनि त्यस्तै चटपटीको टेस्ट चाहिँ मैले जति ट्राई गरे पनि बनाउन सकेको छैन है अनि मैले चाहिँ एकचोटी त्यो आन्टीलाई सोधेको नि थिएँ के आन्टी हजुरले कस्तो मसला हालिसिन्छ र यस्तो मिठो हुन्छ भनेर अनि उहाँले कस्तो भन्दै भनिदिसिन् के साथीहरु आफ्नो सबैको एउटा सिक्रेट रेसिपी हुन्छ भनेर अनि मैले धेरै चोटी पनि सोध्ने कोसिस गरिन आजको लागि यति नै हो बाइ बाइ थ्यांक यू सो मच फर वाचिङ